जानी पनि एक्लै हो अनि खाली हात आएको हो, मुट्ठी बाँधेर आएको हो, मुट्ठी बालेर जानी हो भन्ने अझै पनि बुझ्न सकेनौँ। तर सुनेका त सबै छौँ नि। खाली हात आएको खाली हात जानी हो, नाङ्गै आएको नाङ्गै जानी हो, सबैलाई थाहा छ नि त हैन। तर जति भनेर जति सुने पनि हामीले त्यसलाई न त खाली हात आएको भनेर सम्झ्यौँ न खाली हात जानियो भनेर सम्झ्यौँ। हामीले के भन्यो भने चाहियो 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 चाहियो, मेरो मेरो मेरो, म गतिलो त्यो खराब, म गतिलो त्यो खराब। ऊ के होस्, ऊ गतिलो होस् खराब होस् तिम्रो लागि त होइन नि। म त मेरै लागि हो, म मेरै लागि जन्मेको लागि, मैले गरेको कर्म जति जन्म मेरो भयो मैले गरेको कर्मले पाएको, छोराछोरीले पाएको कर्मले पाएको होइन। जति हामीले कर्म गरेको हो, जति अब कर्म गर्छौँ त्यो मैले नै पाउने हो, छोराछोरीलाई दिने होइन। हाम्रो यो मर्ते लोकमा बसेर यो मरेर जाने शरीरलाई चाहिँ नि आफ्नो भनेर बसेका छौँ। वास्तवमा हाम्रो भित्र जो प्राण भन्ने छ नि, भोलि यहाँबाट निस्केर त हिजो दिलीनारायण पाण्डेजीले भन्दै हुन्थ्यो, निस्केर यो त्यो फ्लाइटको चाहिँ ककपिट जस्तै त्यो कालो निस्केर चाहिँ नि भगवानसिम जान्छ भन्नुहुन्थ्यो, त्यो वहाँ जाने हो। त्यो त कहिल्यै मर्दैन, आत्मा कहिल्यै मर्दैन, कहिल्यै जन्म लिँदैन भन्ने त जानकारी छ हैन। अब यो मर्ते लोकमा आइसकेपछि, धेरै लोकमा हामी पुग्यौँ, मर्ते लोकमा आइसकेपछि हामी न मर्छौँ न केही हुन्छौँ, हामी त अचम्मरी हो भनेर बुझेर चाहिँ बसेर म मेरो गर्दा गर्दै यहाँसम्म पुग्यो। अब यो कुरा अब बुझ्ने कि नबुझ्ने भन्ने मात्रै कुरा हो। जुन छ नि तपाईँको चारवटा पाटो भनेको छ, धर्म कर्म ज्ञान ध्यान। धर्म गर्नुभयो, हजुरले प्रशस्त धर्म गर्नुभएको छ अहिलेसम्म, पक्का थाहा छ मरेर जाने हो, मरेर गएर चाहिँ मेरो लास चाहिँ नि गण्डकीतिर लान्छन्, मेरो आत्मा चाहिँ परमात्मा जानलाई मैले धर्म गरेको छु भनेर चाहिँ तर धर्म गरिछु भनेर बस्नुहोस् तपाईँहरू, हो कि होइन? त्यो चाहिँ तपाईँ धर्म गरिसक्नु भएको छ। अर्को दोस्रो पाटोलाई कर्मको पाटो। तपाईँले पनि अहिलेसम्म जे जस्तो कर्म गर्नुभयो, जसरी गर्नुभयो त्यो पाटो चाहिँ मैले अहिले दोहोऱ्याइसकेँ, यसलाई दोहोऱ्याउन्न। कति राम्रो कर्महरू गर्नुभएको छ हेर्नुहोस् त। छोराछोरी पाउनुभयो, मेरो छोरा मात्रै भन्नुभयो, हाम्रो बुढा पाउनु बुढो मात्रै भन्नुभयो, बुढी पाउनु मेरै बुढी भन्नुभयो, अर्कालाई त अर्को भन्नु हो हजुरले। ल कस्तो राम्रो कर्म गर्नु अरे, स्वर्ग जान पाइन्छ कि पाइन्न सोच्नुहोस् है। अब यो गर्दै गर्दा स्वर्ग जान पाइन्छ कि पाइन्न, यो कर्म गर्दै गर्दा कर्मको पाटो हो होइन। ज्ञानको पाटो, ज्ञान चाहिँ कस्तो ज्ञान प्राप्त गर्नुभयो हजुरले, के ज्ञान प्राप्त गर्नुभयो, साँच्चै स्वर्ग जाने ज्ञान प्राप्त गर्नुभएको छ कि छैन, कि बाँकी छ सोच्नुहोस् है अझै। यदि चाहिँ बाँकी छ भने अझै पनि धर्म कर्म ज्ञान यो पनि गर्नुहोस्। र तपाईँले गर्दै नगरेको भनेको ध्यानको पाटो, तीन खुट्टा पनि गर्नुभएको छ, कस्तो गर्नुभएको छ त्यो पनि थाहा छैन, पक्का फलामकै छ कि त्यो ललालुलु चाहिँ छ कि कस्तो छ थाहा छैन। अब पक्कै गर्ने हो भने तीनवटा पाटो पनि पक्का गर्नुहोस्। र चौथो पाटो ध्यानको पाटो, त्यो त गर्नै पर्छ। ध्यानको पाटो गर्दै गर्दा तीनवटै पाटो बलियो हुन्छ। यदि तपाईँले यो तीनटा काम चाहिँ लुलो गर्नुभएको छ भने ध्यानको पाटोले बलियो गराउँदै 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 लैजान्छ र यो चारै खुट्टा बलियो हुन्छ। चारै खुट्टाले बलियो भएर टक्क टेकेर सट 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 प्राणवायु चाहिँ तपाईँको निस्केर चाहिँ सरर हिँड्दै जाँदाखेरि स्वर्ग पुग्नलाई चाहिँ सजिलो हुन्छ। ट्याक्क भगवानसिम पुगेपछि त्यसपछि अर्को जन्मको ठाउँ रहँदैन। गर्दै आइएछ, त्यही गर्दै 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 गइयो भने यो चाहिँ नि कहाँ पुगिन्छ, के जन्म लिइन्छ, किटा फतेक्रा अब के जन्म लिने हो, भ्यागुतो के हो होइन। स्वर्ग नर्कमा के सुख दुःख भनेर सुन्नुकै छ कहानी त होइन। कराईमा भुन्छन् अरे, काट्छन् गरे, के गर्छन् गरे त्यो पनि सुन्नुहुन्छ। स्वर्गमा आनन्द पाइन्छ अरे भने त्यो पनि सुनिएछ होइन। हो त्यस कारण चाहिँ नि यो चाहिँ धर्मको पाटो के अरे एउटा पाटो यो ज्ञानको पाटो अनिवार्य छ भनेर चाहिँ मैले भन्न चाहेको मात्रै हो। म आज अत्यन्त खुसी भएँ जब यहाँहरूको हलमा कार्यक्रम चलिरहेको थियो। हलभित्र प्रवेश गरिसकेपछि एकजना बाबा बोल्दै हुनुहुन्थ्यो। उहाँका सान्दर्भिक धारणाहरू सुन्दाखेरि मेरो हृदय पुलकित बन्यो। र अर्कोतर्फ प्रमुख अतिथिजी, मैले शिक्षक पेसामा लामो समयसम्म काम गरेँ, त्यसपछि अब रिटायर यो जीवनमा म तपाईहरुलाई सेवा गर्ने काममा समर्पित हुनेछु भन्ने शब्द बाँधेको। सँगसँगै
यस ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुना पाण्डेज्यूले जीवनका महत्त्वपूर्ण विषय 4 विषयमा हामी केन्द्रित रहन सक्यौं भने कर्मका कुरा हुन् या अन्य कुरा हुन् ती सबैभन्दा महत्त्वपूर्ण विषय भनेको ध्यान हो। यो जीवनमा ध्यान गरिएन भने पुनरुक्ति जन्म र पुनर्रूपी मरणको चक्करमा हामी फस्नुपर्छ। बडो सान्दर्भिक विषयलाई उहाँले उठान गर्नुभयो र सँगसँगै ध्यान पनि गराउनुभयो। एकपटक यत्रो महत्त्वपूर्ण कार्यक्रम यहाँ आयोजना गरेर वर्षौंदेखि यो कर्मलाई विधिसङ्गत ढङ्गबाट लैजानका लागि यो अठोट गर्ने हाम्रा आदरणीय अध्यक्षज्यूको लागि एकपल्ट जोरदार ताली सम्मान। र सँगसँगै यो धामलाई यो ठाउँसम्म ल्याइ पुर्याउनका लागि यस विशाल धामका अध्यक्षज्यू लगायत पदाधिकारीज्यूहरू सदस्यज्यूहरू सबैप्रति सत नमन गरौँ। उहाँहरूको लागि पनि जोरदार ताली सम्मान। सँगै यो हलमा आएर जीवनको उत्तरार्धको समयलाई साँच्चै महत्त्वपूर्ण बनाउनुपर्छ भनेर आउनुहुने सम्पूर्ण बाबा आमाहरू एकचोटि आफ्नै लागि ताली पिट्नु होला। संसारका सबैभन्दा भाग्यमानी बाबा आमा भनेको तपाईहरू हो कि जस्तो मलाई लागेको छ। किनभने यो खुसी, यो आनन्द, यो उत्साह, यो ऊर्जा सबैले जीवनमा पाउन सकेका छैनन्। कयौं बाबा आमाहरूको अवस्था बेहाल विक्षिप्त भएको हामी देखेका छौँ। तर हरेक पल तपाईको अनुहारमा यो आँसु होइन कि हाँसो देख्दाखेरि मलाई के लाग्छ भने जीवन जिउने त यसरी पो हैछ त, यो पो जीवन जिउने तरिका हैछ भन्ने मलाई अनुभूत भएको छ। मैले बारम्बार हरेक ठाउँमा के भन्ने गर्छु भने प्रशस्त सम्पत्ति कमाए तापनि छोरो इन्जिनियर भए पनि, डाक्टर भए पनि, पाइलट भए पनि, जे भए पनि, हिँड्नका निम्ति गाडी घोडाको सुविधा जे भए तापनि तर अनुहारमा मुस्कान छैन भने त्यो सम्पत्तिले केही पनि गर्दैन। त्यसैले अनुहारमा मुस्कान दिने यो भन्दा महत्त्वपूर्ण ठाउँ अन्त म देख्दिन। मलाई गर्व महसुस भएको छ। किनकि जीवनमा मानिसले सबभन्दा उपलब्धि गर्ने विषय भनेको के हो भने म को हुँ भनेर चिन्ने हो। जीवन किन लिएर आयो हामीले? जीवन केवल खानका लागि, सम्पत्ति जोड्नका निम्ति र इष्टमित्रका बेला बेलामा नमस्कार, गाली, माया खानका निम्ति मात्र हामी आएको होइन। जीवनमा त म को हो, मेरो धर्म के हो, मेरो कर्म के हो, मेरो कर्तव्य के हो, मैले पूरा गर्नुपर्ने कुरा के हो, त्यो बुझ्नका निम्ति हामी आएका हौँ। त्यसैले सबभन्दा पहिला म को हुँ, मैले गर्ने कर्तव्य के हो, त्यो कहिल्यै पनि बिर्सनु हुँदैन। मलाई खुसी लागेको छ तपाईहरु जुन मार्गमा हुनुहुन्छ, जुन बाटोमा हुनुहुन्छ, त्यो बाटो साँच्चै नै यदि मृत्युपछि स्वर्ग र नरकमा जाने बाटाहरू छन् भने, साँच्चै मृत्युपछि वैकुण्ठ जाने अन्य कर्ममा अन्य बाटा जाने बाटाहरू छन् भने यो ठाउँमा आएर यसरी सत्सङ्गमा जोडिने सबै बाबा आमाहरूको ढोका सधैँभरि वैकुण्ठमा हुन्छ, न कि नरकमा हुँदैन। हामीले महसुस गरिसकेका छौँ। किनकि म चाहन्छु तपाईहरु त 100 वर्षभन्दा माथि बाँच्नुपर्छ। 100 वर्षभन्दा माथि बाँचेर तपाईहरुका कर्म, तपाईहरुको चाहिँ वास्तवमा आशीर्वाद यहाँका सन्ततिहरूले लिनुपर्छ। आज हेर्नुस् त, संस्कार र नैतिकता नहुँदाखेरि, संस्कार र नैतिकताको खडेरी पर्दाखेरि मुलुकको अवस्था कस्तो भइरहेको छ। यो सबै नैतिकता र संस्कारको कमी हो भनेर हामी बुझ्छौं। राजनीति गर्ने नेतृत्व वर्गलाई पनि कमाउन पर्या छ। किनकि 3 लाखको पलाङमा सुतेर पनि यदि निद्रा नलागेर स्लिपिङ ट्याब्लेट खानुपर्छ भने त्यो पलाङमा सुतेको के काम लाग्यो? अनि सम्पत्ति कमाएर के अर्थ रह्यो? त्यसैले जीवनमा हाँसेर बाँच्न पाइयोस्, खुसी भएर बाँच्न पाइयोस्, त्यति भए पुग्छ। अरु केही चाहिँदैन मेरो बाबा आमा। हामीले खोजेको त्यो हो जीवन। त्यसैले
अब हाम्रा सन्ततिलाई पनि बेला बेलामा आज मेरो छोरीलाई मैले यहाँ लिएर आएको छु। संस्कार र नैतिकता सिक्ने पाठशाला योभन्दा ठुलो अर्को हुन सक्दैन भनेर मैले देखाउनका लागि लिएर आएको हो। किनकि उनले कक्षा 8मा पढ्छिन्। कक्षा 8मा तिलोत्तमाको विषयमा एउटा पुस्तक छ, त्यो पढ्नुपर्छ। त्यो पुस्तकमा श्रृङ्गेश्वर धामको बारेमा पनि लेखिएको छ, त्यो अध्ययन गर्नुपर्छ। उनले किताबमा पढेकी थिइन् तर प्रत्यक्ष आएर श्रृङ्गेश्वर धाम हेर्छु भन्ने रहर गरे। त्यही भएर मैले आफ्नो सन्ततिलाई पनि सँगै लिएर आएको हो। किनकि आफ्नो बाबा आमाले आफ्नो छोराछोरीलाई दिने भनेको संस्कार र नैतिकता हो। ठाउँ ठाउँमा घडेरी किनिदिने, ब्याङ्कमा राम्रो पैसा जम्मा गरिदिने भन्ने होइन के। शिक्षासँगै नैतिकता र संस्कार अनिवार्य दिनुपर्छ। त्योभन्दा ठुलो शक्ति, त्योभन्दा ठुलो सम्पत्ति अरू हुन सक्दैन। मलाई आज खुसी लागेको छ तपाईहरुसँग बस्दाखेरि, तपाईहरुसँग कुरा सुन्दाखेरि। म करिब 1.5 घण्टा यहाँ बसेँ। बडो आनन्दमा समय बितेको मैले अनुभूत गरेँ। मलाई लाग्छ तपाईको जीवन उत्सवमय बनोस्, ऊर्जामय बनोस् र हरेक पल म को हो भन्ने जानेर यो धरतीमा किन आएको हो यसको औचित्य पुष्टि गरेर यो जीवन छोड्नुपर्छ। किनकि जीवन आएको के हो, लिएको किन हो, त्यसलाई बुझेर मात्र जानुपर्छ। त्यसको लागि आदरणीय अध्यक्षज्यूले भने जस्तै ध्यान र साधनाको माध्यमबाट त्यो सम्भव छ। ध्यान र साधनाका लागि यो अब मार्ग सही तपाईहरुले पत्ता लगाउनु भएको छ। हाम्रो विपස්සना ध्यानको बारेमा एकजना बुवाले भनेको मैले सुने। किनकि त्यो उमेरमा 2 घण्टासम्म एउटै आसनमा बसेर कहीँ कतै शरीर नहल्लाइकन आसन सिद्धि गराएर बस्नु भनेको चाने चुने विषय होइन। त्यसैले तपाईहरु साधक पनि हो, तपाईहरुमा त्यो भाव छ। यहाँहरु सबैप्रति म नमन गर्छु। म धेरै समय लिन पनि चाहदिनँ किनकि यो महत्त्वपूर्ण क्षण छ, महत्त्वपूर्ण घडी छ। तपाईहरुले अझै केही कुराहरु सिक्न बाँकी छ। सबैप्रति सम्मान भाव व्यक्त गर्दै मलाई यहाँले ध्यान दिएर सुनिदिनु भयो, मलाई तपाईहरु जुन माया गर्नुभयो त्यसको लागि यहाँहरु सबैलाई म हृदयबाट सशत नमन गर्न चाहन्छु। पुनः तपाईका चरण कमलमा वन्दन गर्दै मेरा शब्द बाणीलाई यही विराम गर्छु। धन्यवाद, नमस्कार, जय श्री राम, जय ज्येष्ठ नागरिक बाबा र ज्येष्ठ नागरिक मिलन केन्द्रले जुन किसिमको संस्कार बसाल्नु भएको छ यसका श्रद्धेय अध्यक्षज्यूहरू लगायत यो सम्पूर्ण समूहलाई म हृदयदेखि नै साधुवाद अर्पण गर्न चाहन्छु। र यहाँ वैदिक मन्त्रोच्चारण सहित जुन जन्मोत्सव मनाइएको छ, जल सेचन गरिएको छ, फूल प्रदान गरिएको छ, यसै गरी फेरि शिरमा हात राखेर आशीर्वचन प्रदान गरिएको छ। यो हाम्रो संस्कार हो। यो संस्कारलाई जीवन्त राख्नका निमित्त ज्येष्ठ नागरिक मिलन केन्द्र र श्रृङ्गेश्वर धामले गरेको यो अनुकरणीय योगदान भनौँ अथवा अनुकरणीय कार्यको म हृदयदेखि नै प्रशंसा र सम्मान व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा आउँदा मलाई एउटा फरक प्रसङ्ग के लाग्यो भने हिजो आज हामी पाश्चात्य जगतको संस्कृतिबाट पेलिएका छौँ, चेपिएका छौँ र जन्मोत्सव बनाउँदा केक काट्नेदेखि लिएर मैल बत्ती बाल्ने अनि बलिरहेको बत्तीलाई फु गरेर निभाउने जुन एउटा परम्परा छ त्यो हाम्रो परम्परा होइन। कर्मणामा साक्षी रूपस्तम भनिन्छ। कर्मको साक्षी दीपलाई मानिन्छ। दीपलाई साक्षी राखेर जलाएर कर्महरू गरिन्छ। अहिले पछिल्लो समयमा एउटा विज्ञानले के पनि भन्न थालेको छ भने हाम्रा कर्महरू यति वैज्ञानिक, यति आधुनिक छन् कि जस्तो एरोप्लेन अथवा प्लेनहरू, जहाजहरू जब दुर्घटनामा पर्छन् त्यसभित्र एउटा कालो ककपिट राखिएको हुन्छ। अरू नष्ट हुँदा पनि त्यो रहिरहेको हुन्छ। मानिस जन्मदा सास भर्ने क्रममा पनि त्यससँग सँगसँगै प्राणसँग सँगसँगै जडित हुन्छ अरे र प्राण जाँदा त्यो भगवानले लिएर जानुहुन्छ अरे। र उहाँ गएर यमराजले तैँले के काम गरिस् भनेर सोध्दै गर्दा, भगवानलाई साक्षी राख्दै गर्दा आफूले अलिकति बढाइ चढाइ पनि भनिन सकिएला। तर दीप प्रज्वलन गरेर राखिसकेपछि त्यो दीप उहाँ गएर साक्षी भएर बोल्छन्। तपाईँले गरे त यो पो हो त, मैले उज्यालो प्रदान गरेर तपाईँको साक्षी बसेको म हो नि त। त्यस्तो दीप प्रज्वलन गर्ने हाम्रो परम्परा हो र त्यो दीपलाई निभाउने परम्परा हाम्रो धर्मको खिलाफमा छ, विरुद्धमा छ।